यो टपरी होइन ठरिया कति 350 यसमा चाहिँ के को लागि यो कति हो यो भात खानु बिहामा भात थपाने अरे थालमा सौभाग्य खाने अरे त्यसो भन्छन् भर्ला के पात भर्ला भन्छ कि हाम्रोमा चाहिँ तपाईँ के भन्नुहुन्छ के पात भर्ला नै भर्ला नै हो अँ, हाम्रोमा चाहिँ पाफुको चलाउँछ यो चाहिँ चलाएको देखेको छैन कि नयाँ लागेर टपरी त बुन्छ तर यो भर्लाको पात उपयोग गरेको चाहिँ पहिलो पटक देखेको अब यसमा त भात खाने होइन यसबाट नानीको त अब बैशाख थपनी मात्रै कि भात हुन्छ अब यो देखिको यहाँ हिसाब चाहिँ थपाने राख्दिनु ल थालमा मासु र कुरा मिलिहाल्छ के दालहरू दिने यो घरमा लिएर कोही नानीहरू छोडिन्छ त्यो थापानी ए बोक्न सजिलो भयो नि त प्लास्टिकको पिरेक पारेक हुन्छ अँ। त्यसो बनेर खै गर्दाखेरि चाहिँ तपाईँको सबै कति वर्ष पुग्नुभयो आमा लगानी नै देखिँदै थिएन है 20 सालले कति पुग्यो कति ए छैन बिमारी हुनुले के बिरामी आँखा दुख्नु या खुट्टा चिलाउनु खै खत्तम नै भएको छ के बिहे छ कि के भएर त्यो यो अँ बिहा ए कसको घरमै होइन उता मेरो माइतमा भाइको छोरीको ए कसैले लानुहुन्छ जस टपरी अब लगाइदिनु पर्यो छोरा छोरीको अँ। सिङ्का पनि लगाइदिनु अरे एक चेप्टे तेल पनि अरे ए के लगाइदिनु पर्ने अरे चामल यत्रो ठुलो झन् बुनेर लगाइदिनु पर्छ अरे बेसार अँ। दाल ल जेस नयाँ लागेर मलाई